आइपुग्यो हामी चाहिँ अरू इन्ट्रो नै बनाएको छैन यही दिएको छ गुगलमा यहाँतिर कारहरू दिन्छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सो आज पनि मेरो छुट्टी छ ब्रेक छ सो त्यही भएर आज चाहिँ हामी यता न्यू जर्सीमा हाम्रो रुमबाट एकदम नजिकै 10 मिनटको ड्राइभमा ठाउँको नाम चाहिँ के पार्क रे पाल्माइरा को पार्क भन्नेमा आएको छौँ हामी नेचर पार्क सो वही चाहिँ हामीले हिजो भर्खर मात्र यति राति यसो रिसर्च गरेर यत्तिकै ऱ्यान्डम प्लान भयो हाम्रो अनि हामी 3 जना आएको छौँ दाइहरूसँग 2टा दाइ अनि म सो यो पार्क चाहिँ हामीलाई एकदम बेस्ट लागेको भएर आएको अप्सनमा अरू 2टा पनि थियो तर हामीलाई यो बेस्ट लागेको भएर हामी चाहिँ यहाँ आयौँ यस्तो दामी छ क्या दाइ अब सिडनीको हार्बर ब्रिज भनेर राख्नुपर्छ ल हाम्रो साथमा हुनुहुन्छ तपाईँको नाम भन्नु दाइ ल मेरो नाम मलाई चिन्नु होला अंश प्रधान यता हाम्रो लाबी दाइ लाबी ए बड्डा फ्रम दाङ अहिले चाहिँ न्यू जर्सी हामी 3 जना आएको भर्खर छिरेको हो अब यो पार्क चाहिँ एकदम ठुलो छ अब बिस्तारै एक्सप्लोर गर्छौँ है त हामी स्टे ट्युन है त लास्टसम्म हेर्दिनु होला आउने बित्तिकै अब यहाँ तपाईँको फोटो सेसन सुरु भइसक्यो अब्जर्भेसन स्टेसन कस्तो दामी ठाउँ छ क्या हेर्नु न अहिले चाहिँ बेलुकाको 5 बजी हामी चाहिँ 5 बजी आएको आज घाम पनि छैन टक्क होइन फ्रेस हावा खाना निस्के जस्तो भइरहेको छ हामीलाई इभिनिङ वक जगिङ यो समुद्र त होला नि होइन त यो बिच त होला नि के हो कि खोला कि के हो यो नदी हो कि ल है भर्खरमा चाहिँ छिरे हामी अहिले यस्तो आएको छ अझै उता कहाँ होला तर हामीले मेन देखेको चाहिँ एट्र्याक्सन पोइन्ट चाहिँ यिनीहरू थियो यो ब्रिजहरू यहाँबाट टक्क फोटो खिच्दाखेरि यो त के डिल साइड गरेको गाइस टोपी झरेको अवस्था अब कहाँ झऱ्यो भन्ने कुरा हो ल तनाव भयो अब कहाँ गयो टोपी ल हामीले चाहिँ यहाँ एक सर्ट फोटो हानेर भइसक्यो सो फोटो हेर्नु चाहिँ अब इन्स्टातिर फलो गर्नु होला लिङ्क चाहिँ मेरो त्यही डिस्क्रिप्सनमा हुन्छ जहिले पनि अब चाहिँ हामी यता तलतिर हल्का यहाँ पानीको छेउतिर जानु लाग्यो हामी अब फेरि यहाँ पनि फेरि फोटो खिच्नु पर्ला जस्तो छ हाम्रो सुत्दिने हो कि अब यहाँ पुरै सुतेर होइन अर्डर दिइसक्यो फोटो खिच्नलाई दाइले हो ल अब दाइले यहाँबाट चाहियो फेरि एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ हामी सबैको कपाल लामो छ क्या दाइको पनि लामो मेरो पनि लामो ल
माथि यहाँ एउटा म्युजिक भिडियो सुट गर्छ ल दाइ कस्तो रमाइलो भइरहेछ भर्खर आएको अब अरू ठाउँमा जाउँ त्यहाँ चाहिँ फेरि बच्चा छ हामी चाहिँ एकदम इन्जोय गरिरहेको छौँ हल्का यो समुद्र हो कि खोला हो यो यसमै हल्का यो बालुवाहरू छ हिँडिरहेछौँ सो यसरी हल्का रिफ्रेसमेन्टको लागि हामी बेलुका 5 बजी भयो पनि निस्केका छौँ रमाइलो त के अब यसो रमाइलो भनौँ अनि अहिले एकछिनमा हामी अझै बल खेल्न जाने प्लान पनि छ हाम्रो त्यही अपार्टमेन्ट नजिक मजा आउँछ क्या यसमा चल न ल यहाँ पनि फोटो खिच्यौँ हामीले यसको पनि आउँछ अब इन्स्टाग्राममा हेरिदिनु होला फोटोहरू हाल्छु म हेर्न मन छ भने जबरजस्ती चाहिँ होइन अब यता फेरि अर्को यतापट्टि जान्छौँ है त हामी तर म त्योभन्दा अगाडि म एक्चुअली यहाँ मेरो सबैजना लेख्छ नि बिचमा यस्तो टाइपको तर यो त बिच त होइन त्यही पनि हल्का यहाँ मेरो के भन्छ अब लभ वान्सहरूको नाम लेख्छु त म ल मैले चाहिँ टक्क हाम्रो परिवारको लेख्दैछ त टक्क हाम्रो गोले परिवार मेरो घरको मेरो फ्यामिलीहरूलाई एकदम सम्झेको छ यहीँबाट ल गाइज हामी चाहिँ आज टिकटक पनि बनायौँ हल्का है नाचेर यसो ट्राई गरेर नितेश जङको त्यो राली कुची चिसा हावाले भन्नेमा टिकटक पनि हेरिदिनु होला है त अहिले क्याब चाहिँ यहाँ झरेको थियो क्याब झरेको थियो यहाँ दाइले पुरा अब हन्टिङ हान्दैछ क्याब माथिबाट त नि डेन्जर ल क्याब भेट्यो मजा गुगलमा हामीले यिनीहरू देखेको थियो त्यही भएर आएको हामी घुम्नलाई चिल अनि यहाँ एक 1-2 घन्टा त हामी स्पेन्ड गऱ्यौँ यहाँभित्र टक्क त्यो पानीको छेउमा यसो अब यहाँ मान्छेहरू बेलुका बिहान यसो जगिङ आउनेहरू हो यिनीहरू टक्क यसरी आउँछ हामी पनि जगिङ टाइपको हो अब यसो हिँड्यौँ अब घर जाने अब एकछिनमा ओ माई गड कस्तो दामी देखेको यहाँबाट अब यता चाहिँ कसैलाई सोधौँ भनेको हामी कहाँ अलि राम्रोसँग कुन डिरेक्सनमा चाहिँ जाउँ घुम्नलाई कहाँबाट राम्रो भ्यू देख्छन्हरू सोध्नलाई पनि मान्छे खासै हुँदैन रहेछ यहाँ स्टाफहरू अब यिनीहरू त त्यही अब यहाँ यिनीहरूलाई आएको मान्छेहरू अनि यहाँ चाहिँ रुल्स एन्ड रेगुलेसनहरू छ पाल्माइरा ओपन नेचर पार्क यहाँ जाने नो बाइसाइकल बियोन्ड दिस पोइन्ट फुड ट्राफिक ओन्ली रे नो पेट्स अलाउड डु नट फिड द वाइल्ड लाइफ ल हामी हिँड्न थाल्यौँ अब चाहिँ
कोप ट्रायल रे अझ ए ट्रेल यो हिँड्ने ठाउँ क्या अब जगिङ टाइपको अब हामी त बल हेर नि यहाँसम्म होइन यो पुरा यहाँसम्म सेम उ नै रहेछ क्या टिभी अलि यहाँ होला यहाँबाट चाहिँ इन्डिङ पोइन्ट फेरि फेरि खोलामा पुग्ने त हामी खोला यतै जसरी नि उतै त जान्छ यहीँ बस्ने हो होइन कि त्यो तल खोलातिर हो कि हिँड्ने ठाउँ रहेछ क्या अझ यताबाट रे ट्रायल हिँड्ने भए यहाँ छिरेर यता निस्किने होला क्या अझ एक राउन्ड हानेर ल हामी हिँड्दैछौँ अझै भर्खर छिर्यो त्यहाँबाट कस्तो मजाको छ यार त कपालमा हालेछ त्यहाँ त्यो दाइ जहिले पनि कपालमा केही न केही हाल्छ अस्ति मलमा टोपीमा झिटायो आज 5 घन्टा राम्रो लाग्यो फेरि जहाँ गए पनि यही खोलामा निस्किँदछ अब चाहिँ जान्छौँ त्यहाँ पारि त एउटा के हेर्नु बिल्डिङ छ त सिटी जस्तो छ त्यहाँ है फिलाडेल्फियाको डाउनटाउन हो त्यो के थाहा छ मलाई यता मेन नर्मल टाउन एरिया भयो त्यो डाउनटाउन हो हामी फेरि एउटा पोन्डमा आइपुग्यौँ यता के हो सिन्स 1914 ए जरा यो चरा सबै रहेछ पारि कहाँ जान्छ दाइ यताबाट फर्किने बेला बरु त्यो नेपाली मोमो खान्छ न त राम्रो लाग्छ आशा गरौँ फोन गर्ने के हो दाइले डियर ल यतापट्टि चाहिँ अब रेड विङ्ड ब्ल्याक बर्ड ट्रायल रे डियरहरू त्यहाँ पारि छ अब यहाँ बर्ड हेर्नमा त हामी बर्ड देख्दैन मान्छे चाहिँ हामी मात्र छ खै कोही देखेन हामीले अहिले चाहिँ पुरा साइलेन्ट छ त्यो बाघ आउँला जस्तो क्या तर बाघ छैन होला होपफुल्ली आहा साइलेन्ट डियरहरू त्यहाँ छ अनि कालो चाहिँ के हो फल्चर हो भन्छ त्यसले कस्तो नराम्रो देखेर जिउमा अझै अहिले देख्छ कि नजिकबाट मजा आइरहेछ मलाई नेपाली मोमो दिन्छ नि एकचोटि दुख्नु भएको 1 माइल भनेर त कोही 4 मिनट 2 मिनट 3 मिनट हेलो वेलकम टु माय वेलकम ल हामी चाहिँ एक राउन्ड हानेर आइसक्यौँ यताबाट छिरेको ए हामी त यही बाटो छिर्यो यही बाटो आएछ फेरि ल जे भएन हामी एक राउन्ड हानेर आइसक्यौँ अब अझै यता माथि पनि के होला हामी अब भ्याउँदैन आज त्यही भएर अब घर जाने यतैबाट जाउँ न त दाइ माउन्ट मसालामा